नमस्कार सबैजनालाई बाटोलीको नयाँ भिडियोमा स्वागत छ। अगाडिको भिडियोमा चाहिँ हामीले हाम्रो आफ्नै रमेश दाइले चाहिँ आफ्नो फर्स्ट सप्लायर कसरी क्रिएट गर्नुहुन्छ र बल्कमा सबै सप्लायरहरूको ड्यू सहित अथवा ओपनिङ ब्यालेन्स सहित एकैचोटि अपलोड कसरी गर्न सक्नुहुन्छ त्यो कुरा हेऱ्यौँ। यो भिडियोमा चाहिँ हामी हाम्रो रमेश दाइले चाहिँ फर्स्ट कस्टमर कसरी क्रिएट गर्नुहुन्छ र बल्कमा सबै कस्टमरहरूको ड्यू अथवा ओपनिङ ब्यालेन्स सहित कसरी इन्ट्री गर्न सक्नुहुन्छ त्यो कुरा हेर्नेछौँ। यसको लागि चाहिँ यो मेनुमा गएर जुन सेल्स म्यानेजमेन्ट छ यसको यो कस्टमरमा उहाँले क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गर्न साथ यो न्यू कस्टमर बटन क्लिक गरेर कस्टमरको नाम एकछिनको लागि टेस्टिङ भनेर कति ओपनिङ ब्यालेन्स छ त एक्जाम्पलको लागि 50,000 छ भने 50,000 हालेर ग्रुप सेलेक्ट गर्दा पनि हुन्छ अथवा यहाँबाट कस्टमर ग्रुप पनि क्रिएट गर्न मिल्छ। इमेल, फोन नम्बर, ब्याट नम्बर र एड्रेस हाली क्रिएट गर्न सकिन्छ। यो गर्न साथ कस्टमरमा चाहिँ नयाँ कस्टमर क्रिएट हुन्छ विथ टोटल ड्यू 50,000। यो भयो सिंगल कस्टमर क्रिएट गर्ने तरिका। अब एकैचोटि सबै कस्टमरलाई चाहिँ बल्कमा अपलोड गर्नको लागि चाहिँ फेरि त्यही इम्पोर्ट कस्टमर बटन क्लिक गर्ने र हामीले चाहिँ अलरेडी यो फर्मेट डाउनलोड गरिवरी यहाँनिर कस्टमरको डाटा पनि एउटा डमी डाटा हालेर रेडी गरिसकेको छौँ। यसलाई नै हामी अपलोड गर्छौँ। हजुरहरूले चाहिँ त्यहाँ गएर जस्तै कस्टमरको नाम, कस्टमरको ओपनिङ ब्यालेन्स या ड्यू राख्दा पनि हुन्छ, नराख्दा पनि हुन्छ। फोन नम्बर छ भने छ, छैन भने इमेल, एड्रेस यो राखे पनि हुन्छ, नराखे पनि हुन्छ। कस्टमरको नेम चाहिँ राख्नै पर्ने हुन्छ। हामीले चाहिँ अलरेडी यो डाउनलोड गरेर राखिसकेको हुनाले यसलाई हामी डाइरेक्टली यहाँबाट अपलोड गर्न सक्छौँ। जस्तै यहाँ क्लिक गरेर जुन यो कस्टमर डाटा स्याम्पल फर बाटुली भन्ने छ यसलाई क्लिक गर्न साथ यहाँनिर अपलोड हुन्छ र यसलाई हामी सबमिट गर्ने बित्तिकै केही समय पर्खिनुपर्ने हुन्छ। पर्खिन साथ यहाँनिर चाहिँ एउटा नोटिफिकेसन आउँछ। यो नोटिफिकेसनमा क्लिक गऱ्यो भने कस्टमर इम्पोर्टेड सक्सेसफुल्ली भनेर देखाउँछ। यति गरेर यसलाई चाहिँ हामीले रिलोड गर्न साथ सबै कस्टमर जुन चाहिँ 50वटा जुन कस्टमर थियो बल्क अपलोड गरेको र एउटा चाहिँ इन्डिभिजुअल कस्टमर क्रिएट गरेको यो कुरा पनि यहाँ हेर्न मिल्छ। र यहाँ जुन कस्टमरको चाहिँ अपलोड गर्दाखेरि टोटल ड्यू थिएन त्यो चाहिँ यहाँ पे ड्यू भन्ने बटन आएन। जुन कस्टमरको चाहिँ टोटल ड्यू थियो हामीले ओपनिङ ब्यालेन्समा हालेको थियौँ उसको चाहिँ पे ड्यू भन्ने बटन आइरहेछ। यो भिडियोमा चाहिँ यति नै। हामी नेक्स्ट भिडियोमा चाहिँ हाम्रो रमेश दाइले आफ्नो बाटुलीको फर्स्ट पर्चेज चाहिँ कसरी क्रिएट गर्नुहुन्छ त्यो कुरा हेर्नेछौँ। यसको लागि चाहिँ हाम्रो सबै सोसल मिडियाहरूमा कनेक्टेड रहनुहोला र हजुरहरूलाई पनि रमेश दाइ जसरी नै बाटुली कम्युनिटीमा जोइन भएर बाटुली सँगसँगै आफ्नो बिजनेसलाई पनि अगाडि लिएर जानुपर्ने छ भने चाहिँ आजै आएर बाटुली.com मा आफ्नो एकाउन्ट बनाउन सक्नुहुन्छ। हस्, नमस्कार सबैजनालाई। ह्याभ अ गुड डे।